Hello everyone. So आज हामीहरू क्लास 12 एनईबी को एकदमै इम्पोर्टेन्ट क्वेसन एल्कोहल च्याप्टरबाट अर्गानिक केमिस्ट्रीको डिस्टिंक्सन अफ 1 डिग्री 2 डिग्री एन्ड 3 डिग्री एल्कोहल बाई भिक्टर मेयर्स मेथड भनेर हामीले एउटा धेरै नै इम्पोर्टेन्ट क्वेसन सोधेको हुन्छ। यो क्वेसन अब कोही बेला त झ्यापै यही क्वेसन सोधेर भनेको 5 मार्क्सको हुन्छ, नभएदेखिको कोही बेला चाहिँ भनेको क्वेसन अलिक घुमाएर सोधेको हुन्छ। त्यसको लागि पनि भनेको यो पोर्सन चाहिँ हजुरहरूले सबैले जानेको हुनुपर्छ। फर्स्ट अफ अल त हामीले 1 डिग्री 2 डिग्री 3 डिग्री एल्कोहललाई जस्तै हामीले प्र्याक्टिकली गर्दाखेरि चाहिँ टेस्ट ट्युबमा लिकन तीनटा एल्कोहल अब कलरलेस हुन्छ हैन। तीनवटा एल्कोहल हामीलाई टेस्ट ट्युबमा हामीले लिइसकेपछि भनेको तीनवटा एल्कोहल कलरलेस हुन्छ। सो अब यो तीनटा एल्कोहललाई हामीले कसरी आइडेन्टिफाई गर्ने भन्ने कुरा चाहिँ हामीले अब आज हामीले सिक्न गइरहेछौँ। सो यो क्वेसन अब धेरै नै इम्पोर्टेन्ट भएकोले गर्दाखेरि यो अब एकपल्ट सजिलो तरिकाले म गरिदिन्छु, सबैले हेर्नुहोस् होला। सो फर्स्ट अफ अल त हामीले एउटा प्राइमेरी अल्कोहल 1 डिग्री अल्कोहलको लागि हामीले कुनै एउटा एल्कोहल लिँदा भइहाल्छ जसमा हाम्रो प्राइमेरी गएको हुन्छ। हामीले इथानोल लिन्छौँ है, इथानोल हामीले 1 डिग्री अल्कोहलको लागि लिएको छौँ। अनि 2 डिग्री अल्कोहलको लागि हामीले प्रोपान 2 होल त्यस्तै CH3 CH फिर CH3 अनि यहाँनिर OH यो प्रोपान 2 होल भयो। अनि 3 डिग्री एल्कोहलको लागि हामीले कुनै पनि 3 डिग्री एल्कोहल हामीले तीनपट्टि आरले हामीले सब्स्टिट्युट गरेको हुनु पर्यो र यसमा हामीले सब्स्टिट्युट गर्दैछौँ CH3, यसमा CH3, यसमा पनि CH3 अनि यो OH है। यो हाम्रो 1 डिग्री, यो 2 डिग्री अनि यो 3 डिग्री एल्कोहल भइसकेपछि अब हामीले यसको आइपिएसी नेमिङ गरौँ। यो इथानोल भयो, यसको नाम भनेको तपाईको प्रोपान 2 होल र यसको नाम भनेको तपाईको अब स्ट्रेट चेन हामीले यसलाई लिने भने 2 नम्बरमा मिथाइल छ, 2 नम्बरमा एल्कोहल ग्रुप भएकोले गर्दा यसलाई हामीले 2 मिथाइल प्रोपान 2 होल भनेर लेख्न सकिन्छ है। 2 होल भनेर हामीले लेख्न सकिन्छ। सो फर्स्ट स्टेजमा हामीले के गर्छौँ भन्दाखेरि यो क्वेसन गर्दाखेरि हामीले सबभन्दा फर्स्ट स्टेजमा हामीले गर्ने भनेको यसलाई हामीले PI3 सँग हामीले हिट गर्नुपर्ने हुन्छ। अब PI3 सँग हामीले हिट गर्दाखेरि चाहिँ यहाँ एउटा कन्डिसन हजुरहरूले के बुझ्नुपर्छ भन्दाखेरि तीनैवटालाई हामीले PI3 सँग हिट गर्नुपर्ने हुन्छ। PI3 हाम्रो इन्स्ट्यान्ट अलिक अनस्टेबल हुने भएकोले गर्दा चाहिँ यसलाई हामीले इनसिटु प्रिपरेसन गर्छौँ। त्यो हामीले रेड फोस्फोरस प्लस आयोडिनको हामीले मिक्सचर हामीले यसलाई हिट गरिसकेपछि यो PI3 बनिन्छ र यसमा पनि त्यही नै हो, P4 प्लस I2 नै हो। योबाट चाहिँ हाम्रो PI3 बन्नेको हो भनेर हजुरहरूले बुझ्नु परिन्छ है, रेड फोस्फोरस प्लस आयोडिन भनेर। यहाँबाट के रियाक्सन हुन्छ भन्दाखेरि जम्मा जम्मी यो आईले चाहिँ यो OH ग्रुपलाई रिप्लेस गर्ने काम हुन्छ है। यसमा भनेको हाम्रो अल्किन बनिने हाइड्रोजन बनिने काम हुन्छ। सो सेकेन्ड स्टेपमा हाम्रो के हुन्छ भन्दाखेरि CH3 CH2 जस्तो त्यस्तै यहाँबाट एउटा आई गएर यसलाई रिप्लेस गरिदिन्छ, हाम्रो अरू बाई प्रोडक्टहरू बनिन्छ, त्यो लेखिरहनु जरुरी छैन। यहाँ पनि जम्मा जम्मी यही OH लाई रिप्लेस गरिदिने हो भनेपछि CH3 CH यतापट्टि पनि CH3 अनि यहाँनिर हाम्रो आई आयो है, यहाँ आयो। अब यसमा पनि रिएक्सन सेम त्यस्तै मात्रै हो। यहाँ CH3 यहाँ पनि CH3 यहाँ पनि CH3 र यो OH को बदली आयो है। अब यसको नाम लेख्ने हो भने हामीले यो भयो तपाईको आयोडो इथेन यो भयो तपाईको हाम्रो 2 नम्बरमा भएकोले गर्दा 1 2 3 यताबाट गर्दिनु 1 2 3 मा चाहिँ आयोडो भएकोले त्यसलाई हामीले 2 आयोडो इथेन भनेर लेख्छौँ। अब यसको नाम पनि त्यही हो। अब एउटा स्ट्रेट चेन हेर्ने हो भने अहिले यदि हामीले स्ट्रेट चेन अब यसरी बनाउनु हो भने अब तपाईँ कुनै पनि हामीले चेन लङ्गेस्ट चेन बनाउने हो भने यो यस्तो चेन बनायो भने यो 2 नम्बरमा 1 2 3 यताबाट 1 2 3 भन्दाखेरि 2 नम्बरमा आयोडो 2 नम्बर मिथाइल आउने बेला त यसलाई हामीले तपाईको 2 आयोडो अनि त्यसपछि 2 मिथाइल अनि त्यहाँको स्प्रेड चेनमा प्रोपेन भन्नेले यसलाई हामीले प्रोपेन लेख्यौँ है। यो भयो। अब यति लेखिसकेपछि चाहिँ हामीले अर्को सेकेन्ड स्टेपमा हामीले के गर्छौँ भन्दाखेरि हामीले यसलाई एल्कोहोलिक AgNO2 सँग है, सिल्भर नाइट्राइड सँग चाहिँ हामीले रिएक्सन गर्नुपर्ने हुन्छ। नझुक्किनु होला, AgNO3 हैन, हामीले AgNO2 सँग रिएक्सन गर्नुपर्ने हुन्छ। यसलाई पनि त्यही हो, एल्कोहोलिक AgNO2 सँग रिएक्सन गर्नुपर्ने हुन्छ। यसमा जम्मा चाहिँ हामी के गर्छौँ भन्दाखेरि यो जुन नाइट्रो ग्रुप छ, नाइट्रो ग्रुपलाई चाहिँ यसको आईको साटो हाल्दिने।
यो आई चाहिँ भनेको एजीसँग भनेको बाई प्रोडक्ट भएर निक्लिन्छ, एजीआई भएर सिल्भर हाइड्राइड भएर निक्लिन्छ भने अब यसमा यहाँ रियाक्सन के हुन्छ भन्दाखेरि तपाईँको CH3 अनि CH2 अनि यहाँनिर चाहिँ NO2 ग्रुप आउने है। यो एजीआई चाहिँ बाहिर बाई प्रोडक्ट भएर जान्छ। अब यसमा पनि के हुन्छ भन्दाखेरि यसमा पनि जम्मा जम्मी हाम्रो यो जुन आई छ, आईको साथै चाहिँ हाम्रो यो NO2 ग्रुप आउने हो है। सो हाम्रो यहाँ पनि भनेको तपाईँको CH3 यो CH अनि यहाँ पनि CH3 अनि यहाँनिर हाम्रो NO2 ग्रुप है इन्ट्रोड्युस हुन्छ। अब यसमा पनि सेम टु सेम त्यही हो, यो आईको साटोमा NO2 ग्रुप आउने भएकोले त यसमा C, यसमा NO2 यहाँ आयो, यहाँ सबैको CH3, यसमा CH3 अनि यहाँ पनि CH3 है। सो यसको नामहरू लेख्दै जाउँ हामीले। यसको नाम अब भनेको तपाईँको नाइट्रो इथेन भयो है, यसको नाम नाइट्रो इथेन। अब यसको नाम के हुन्छ भन्दाखेरि तपाईँको 2 नाइट्रो इथेन, 2 नाइट्रो इथेन। अब यसको नाम पनि अघि जस्तो त्यही हो, यो तपाईँको यसलाई हामीले एउटा लङ्गेस्ट चेन यसरी मानिदिने हो भने 2 नम्बरमा चाहिँ मिथाइल, 2 नम्बरमा नाइट्रो देख्ने भएकोले त यसको नाम तपाईँको 2 मिथाइल 2 नाइट्रो प्रोपेन भनेर यसको नाम भनिन्छ है। हजुरहरूले ध्यान दिएर हेर्नुहोस् न यो। त्यसपछि भनेको अर्को अब हामीले यसपछि भनेको लगत्तै हामीले रियाक्सन के गर्छौँ भन्दाखेरि चाहिँ यसपछिको हाम्रो रियाक्सन तपाईँको HNO2 सँग हाम्रो रियाक्सन हुन्छ है। हाम्रो HNO2 भनेको त तपाईँको नाइट्रस एसिड हो नि त, जस्तै हामीले रियाक्सन HNO2 सँग गर्नुपर्ने हुन्छ है, नाइट्रस एसिडसँग। HNO2 लाई मैले तपाईँको HO अनि त्यसपछि NO लेख्नु मिल्दैन नि त। यो HNO2 लाई चाहिँ मैले बोन्ड मिलाएको मात्रै ल, बुझ्नलाई सजिलो होस् भनेर HONO है, यसमा HNO2 भयो नि त, यो लेख्नु यसको पछाडि यसो लेखेको बुझ्नलाई मात्रै, हजुरहरूले डाइरेक्टली यो लेख्दा पनि भइहाल्छ है, केही पनि फरक पर्दैन। सो अब यसमा नानी के अरे रियाक्सन के हुन्छ भन्दाखेरि यो जुन फङ्सनल ग्रुप लागेको जुन यो अल्फा कार्बन हुन्छ, यो भयो अल्फा हाइड्रोजन है, यहाँको दुईटाको हाइड्रोजन, यो दुईटा हाइड्रोजन र त्यसपछि भनेको कुनै एउटा O भनेपछि यो र एउटा O मिलेर चाहिँ तपाईँको बाई प्रोडक्ट वाटर भएर जान्छ बाहिर, यो H2O भएर बाहिर जान्छ। मतलब निक्लिसकेपछि अब हाम्रो यहाँ के उब्रियो भन्दाखेरि यो तपाईँको CH3, यहाँनिर तपाईँको C मात्रै छ, यतापट्टि NO2 यतिकै छ। यो जुन HON चाहिँ भनेको यहाँ आएर यो C सँग लाग्ने काम हुन्छ, यो C सँग यहाँ अट्याच हुन्छ भनेपछि यो लाग्दाखेरि कसरी जान्छ, यहाँ डबल बोन्ड निक्लेकोले गर्दाखेरि चाहिँ यो डबल बोन्ड भएर बस्छ N, अनि त्यसपछि भनेको यो OH यसरी भएर बस्छ है। सो अब यसको नाम चाहिँ हाम्रो के हुन्छ नानी भन्दाखेरि यसलाई भन्छ हामीले नाइट्रोलिक एसिड है, यसलाई भन्छ नाइट्रोलिक एसिड। त्यस्तै यो 2 डिग्री एल्कोहलको पनि अब रियाक्सन हामीले गर्नुपर्ने कोसँग HNO2 सँगै हो, यसलाई हामीले एकछिनको लागि HO यसलाई N डबल बोन्ड O गरेर लेख्यौँ। यहाँनिर चाहिँ हामीले हेर्दाखेरि चाहिँ यो हाम्रो अल्फा हाइड्रोजन भयो है, नाइट्रो फङ्सनल ग्रुप भएकोले गर्दा यहाँ चाहिँ एउटा मात्रै हाइड्रोजन छ, एउटा मात्रै हाइड्रोजन भएकोले गर्दा चाहिँ अब यहाँ चाहिँ H2O बनाउनुलाई चाहिँ भनेको H भयो, अघि चाहिँ दुईटा हाइड्रोजन भएकोले गर्दाखेरि चाहिँ यहाँबाट O मात्रै लग्यो H2O बनायो। अब एउटा मात्रै हाइड्रोजन भएकोले यहाँबाट चाहिँ अब OH जाने भयो, यो OH र यो एउटा H मिलेर चाहिँ भनेको H2O बनाएर बाहिर जान्छ भने चाहिँ अब हाम्रो के उब्रियो भन्दाखेरि तपाईँको CH3, त्यसपछि C यतिकै छ, त्यसपछि CH3 यतिकै छ, अनि यो माथिको NO2 पनि यतिकै छ। यहाँबाट चाहिँ N र O मात्रै उब्रेकोले गर्दा चाहिँ हामीले अब यो जस्तो छ त्यसरी लेख्दिने N, अनि यसलाई डबल बोन्ड O लेख्छौँ हामीले है। यो यति मात्रै उब्रियो नि त, N डबल बोन्ड O उब्रियो त यसलाई N डबल बोन्ड O, नाइट्रोजनको बोन्ड 3वटा यसरी कम्प्लिट हुन्छ, अक्सिजनको बोन्ड 2टा यसरी कम्प्लिट हुन्छ र यसको नाम हुन्छ तपाईँको स्युडो नाइट्रोल है, स्युडो नाइट्रोल हुन्छ। अब यो जुन हाम्रो यो कम्पाउन्ड छ यो बनेको जुन 3 डिग्री एल्कोहलको छ, यसलाई हामीले पनि भनेको तपाईँको HNO2 सँग रियाक्सन गर्दै गर्दाखेरि चाहिँ यहाँ चाहिँ अल्फा कार्बन यो नि त, यसमा चाहिँ कुनै पनि अल्फा हाइड्रोजन नभएकोले गर्दाखेरि चाहिँ यसले रियाक्सन गर्दैन भनेपछि यहाँ के हुन्छ भन्दाखेरि 3 डिग्री एल्कोहलमा अलिक सजिलो कुरा बुझ्नुको लागि चाहिँ हजुरहरूको के हुन्छ, यसमा नो रियाक्सन, यसमा कुनै पनि रियाक्सन गरेन। अब एकपल्ट यसलाई सरले हेर्ने हो भने 1 डिग्री एल्कोहलको नाइट्रोलिक एसिडसम्म हेर्नुहोस्, 2 डिग्री एसिडको के अरे एल्कोहलको स्युडो नाइट्रोलसम्म हेर्नुहोस्, 3 डिग्री एल्कोहलमा आउँदै गर्दाखेरि चाहिँ यो हाम्रो 2 मिथाइल 2 नाइट्रोप्रोपेनसम्म हजुरले देखिहाल्नुभयो। HNO2 सँग अरू दुईटाले रियाक्सन गर्छ भने यसले चाहिँ रियाक्सन गर्दैन, नो रियाक्सन हुन्छ। अब फाइनली हामीले के गर्छौँ भन्दाखेरि यो जुन दिएको कुराहरू छ यो तिनैवटामा, जस्तै 1 डिग्री, यो 2 डिग्री, यो 3 डिग्री हुँदै गर्दाखेरि हाम्रो फाइनल बनेको कम्पाउन्ड भनेको तपाईँको CH3 C यसलाई NO2, त्यसपछि डबल बोन्ड NOH छ, यसलाई भन्छ नाइट्रोलिक एसिड, अनि त्यसपछि अर्को हाम्रो कम्पाउन्ड बनेको भनेको अघि फाइनल्ली बनेको अघि लास्टमा बनेको यतापट्टि म
8 हेरेर फेरि यतापट्टि लेखिदिन्छु सी यतापट्टि पनि तपाईँको CH3 यहाँको रिप्लेस भइसकेको छ हाइड्रोजन NO2 त्यसपछि यहाँनिर तपाईँको अनि N डबल बन्ड O छ यो चाहिँ हाम्रो भयो तपाईँको स्युडो नाइट्रोल है स्युडो नाइट्रोल अब 3 डिग्रीमा के भएको थियो भन्दाखेरि HNO2 सँग रिएक्सन गरेपछि हाम्रो जुन त्यो 2 मिथाइल 2 नाइट्रोप्रोपेन छ त्यही रक हुन्छ हजुरहरूले कन्फ्युज नहोस् भनेर चाहिँ यसमा चाहिँ तपाईँको नो रिएक्सन है हजुरहरूले अघि जुन थियो मैले यही स्टेप लिएको यो लिएको अन्त यो प्लस यो नो रिएक्सन वाला यो स्टेप लिएको छु यहाँनिर नो रिएक्सन हुन्छ अब फाइनली हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ अब अन्तिममा चाहिँ अब फाइनल हामीले जान्नै पर्ने कुरा के हो भन्दाखेरि चाहिँ यो कुरालाई चाहिँ हामीले कुनै एउटा बेससँग रिएक्सन गर्दैछौँ कुनै बेस यसमा NaOH पनि हुनसक्छ अथवा यसमा KOH पनि हुनसक्छ योसँग जब हामीले यसलाई रिएक्सन गराइसकेपछि अब यो सल्युसन चाहिँ भनेको यो जुन के अरे हाम्रो सल्युसन चाहिँ भनेको इट विल चेन्ज इन्टु अ ब्लड रेड कलर है यो ब्लड रेड कलरमा चेन्ज हुन्छ भने यो जुन हाम्रो 2 डिग्री एल्कोहल छ यो चाहिँ तपाईँको ब्लू कलरमा चेन्ज हुन्छ अनि तपाईँको यसैलाई पनि भनेको हामीले KOH अथवा NaOH सँग रिएक्सन गर्दै गर्दा ब्लू कलरमा चेन्ज हुन्छ भने अब यसलाई हामीले फाइनली KOH अथवा NaOH सँग रिएक्सन गर्दाखेरि चाहिँ इट रिमेन्स कलरलेस कलरलेस आएपछि अघि मैले सुरुमा भनिहालेँ हामीलाई 3टा एल्कोहल देख्छ हामीलाई थाहा छैन कुन कुन एल्कोहल हो भनेर यो सँग डल्लै प्रोसेस हामीले गरिसकेपछि चाहिँ भनेको यदि कुनैमा ब्लू कलर बनिन्छ भने बुझ्नु पर्यो 2 डिग्री हो यदि रेड कलर बन्यो भने यो 1 डिग्री हो र यदि कलरलेस रह्यो भने चाहिँ यो चाहिँ 3 डिग्री हो भनेर हामीले डिस्टिङ्ग्विस गर्न सक्छौँ है सो एकपल्ट हजुरहरूले ध्यान दिएर हेर्नुहोस् यो क्वेसन एकदमै धेरै इम्पोर्टेन्ट भएकोले गर्दाखेरि चाहिँ तपाईँहरूलाई यसले अलिकति भए पनि हेल्प हुन्छ भनेर मलाई लाग्छ यो अलिकति सजिलो स्टेप पनि हो हजुरहरूले अब यसलाई अलिकति सेन्टेन्समा पनि मिलाएर लेख्नुपर्ने भएकोले गर्दाखेरि चाहिँ यसलाई अब हजुरहरूले लेखिहाल्नु पर्यो भने कसरी मिलाएर लेख्न सकिन्छ भन्दाखेरि जस्तै हजुरहरूले अब लेख्नुपर्ने कुरा भनेको के हो भन्दाखेरि लेख्नुपर्ने कुरा भनेको के हुन्छ भन्दाखेरि इन द फर्स्ट स्टेप 3 एल्कोहल्स अननोन एल्कोहल्स है 1 डिग्री 2 डिग्री एन्ड 3 एल्कोहल आर गिभन टु अस भन्नु पर्यो इन द फर्स्ट स्टेप all the 3 alcohols are heated with PI3 okay to form iodoalkane भनौं न तीनवटा iodoalkane बनिन्छ in the second step iodoalkane are treated with alcoholic HNO2 in which we find in which nitroalkanes are formed है यो बनिन्छ in the third step nitroalkanes are reacted with nitrous acid in which it gives a nitrolic acid for 1 degree alcohol and pseudonitrile for 2 degree alcohol and for 3 degree alcohol it does not react with nitrous acid भन्ने लेख्दा हुन्छ and finally when a base NaOH or KOH is introduced to the nitrolic acid it changes into a blood red color and in case of 2 degree alcohol it changes into the solution changes into blue color and in case of 3 degree alcohol it remains colorless so in this way we can distinguish 1 degree 2 degree and 3 degree alcohol भनेर हजुरहरूले अब त्यो सेन्टेन्समा लेखिसकेपछि चाहिँ हजुरहरूको ठ्याक्क 5 मार्क्स चाहिँ कहीँ पनि हराउँदैन है ल ओके होप दिस भिडियो विल फाइन्ड यु हेल्पफुल थ्याङ्क यू भेरी मच